छ, उमङ्ग पनि छ र अलिअलि संशय पनि छ कि यो बिकाऊ अथवा अल्पकालीन रूपमा मिल्ने एउटा कार्यनीति मात्रै हो कि दीर्घकालीन रूपमा यो टिक्न सक्छ। यो संशयलाई चिर्नुपर्ने दायित्व स्वयं हस्ताक्षरकर्ताको हो। हिजो हस्ताक्षरकर्ताहरू कुनै न कुनै रूपमा विद्रोही भूमिकामा थिए। त्यो विद्रोह तत्कालीन सत्तासीन र प्रमुख राजनैतिक दलहरू कांग्रेस, एमाले, माओवादी अहिलेको नेपाली कम्युनिस्ट पार्टीहरूसँग सम्बन्धित थियो भने अहिले यो जेन्जी विद्रोह विशेष गरी भदौ 23 र 24 को घटना पश्चात चाहिँ उहाँहरू राजनीतिको केन्द्रमा हुनुहुन्छ। वैकल्पिक राजनीतिका रूपमा विशेष गरी जेन्जी विद्रोहीहरूको पनि भावनालाई समेटेर रवि लामिछानेजी, बालेन शाहजी, त्यसै गरी कुलमान घिसिङजी, हर्क साम्पाङजी लगायत वैकल्पिक धारका अरू थुप्रै पात्रहरू पनि एक ठाउँमा आउनुहोस्, गोलबद्ध हुनुहोस् भन्ने प्रश्न थियो। त्यो प्रश्नको उत्तर उहाँहरूले दिनु त भएको छ, तर यो प्रारम्भ मात्रै हो। यसलाई विशेष गरी लोकप्रियतावादी मतलाई मात्रै प्रवर्धन गर्ने हो भने त्यो टिकाउ नहुन सक्छ। किनभने यसका तीनवटा आयामका रूपमा व्याख्या गर्नुपर्दछ। यो उहाँहरू बीचको सहमति टिक्ने र नटिक्नेका पछाडि मेरो व्यक्तिगत दृष्टिमा सबैभन्दा ठुलो चुनौती उहाँहरू दुईजना र उहाँहरू दुवैजनाका समर्थक सबभन्दा बढी हुनुहुन्छ। एउटा लोकप्रिय भनाइ छ विश्व प्रसिद्ध, म मेरा शत्रुको सजिलै सामना गर्छु